के छ त तिमीहरूको खबर? सन्चै छौ होला नि हैन? 10 मिनेट अगाडि मात्रै मसँग भेट भएको साथी, मलाई साथी मानेको अनजान व्यक्ति जोसँग म सँगै हिँडिरहेको थिएँ आन्दोलनमा, उसको छातीमा गोली लागेर उसको मृत्यु भयो। हस्पिटल ल्याएपछि मृत्यु भयो। उसले 5 मिनट अगाडि मलाई साथी मानेको साथीको गोलीमा गोली लाएर भर्खर 5 मिनट अगाडि मर्यो, जसको मैले हात समाइरहेको थिएँ। तिमीहरू कहाँ छौ? गल्छी मुख्य गल्छीको कहाँ छौ? को आयो? को छौ? ठुलाबडा म देश विकास गर्छु, सब हामीले गर्छौँ, सब हामी गर्छौँ, हामी राम्रो हौँ भन्दै झन्डा हल्लाउँदै हिँड्थ्यौ नि, एमाले काङ्ग्रेस माओवादी सब हामीले गर्छौँ, हामी हो। कहाँ छौ? के गर्दैछौ? कतिजना मरे थाहा छ? कतिजनाले छातीमा गोली खाए थाहा छ? घरमा बसेर कि अब पनि राजनीति गर्छु म, अझ पनि भोट मार्छु भन्दैछौ? तिमीहरूको अब पनि मेरो गाउँ मेरो टोलमा राजनीति गर्न आयो भने तिमीहरूको हात खुट्टा भाँचेर अद्दो अबारी सुनेछौ? गल्छीमा बस्ने सुनेर तिमीलाई त चौतारा लगाएर गाड्छु, बुझिस? बच्चा हो यिनीहरू, केही गर्न सक्दैन। कोही होइन, एउटा गाउँले फुच्ची हो नि, मनमा सोच्दो हो नि, आइजे जुन तिमीहरूले गरेछौ नि, पाखुरा देखाउँदै बाइक पड्काउँदै हिँड्थ्यौ नि मयौँ भनेर, यही हो। छातीमा गोली खाने आँट छ तिमीहरूसँग, अझै गर्छौ? पैसाको लोभमा मुजी लट्ठेको तिमीहरू पालो आउँछ, जम्मैको पालो आउँछ, बुझिस? आउन दे। तिमीहरू जुन भ्रष्टाचारी छौ, जुन मेरो ठाउँमा पनि तिमीहरूले गर्दैछौ नि, तिमीहरूलाई काट्ने पहिरो मेरो जिम्मा, मैले मेरो काँधमा लिएँ। अब तिमीहरूलाई मैले काट्छु। अब आइज झुटो आश्वासन देखाएर अरूलाई त्यो जुन भ्रष्टाचारी छस् म भन्, छातीमाले मैले गरेको छु भन्, तिमीहरूको घाँटी काटेर म आफू मर्छु। मेरो साथी हाँसोमा साथी मर्यो भने मलाई मर्न ठुलो कुरो छैन, तँलाई तिमीहरूलाई नि मार्छु म। अब पनि राजनीति मेरो गाउँमा गएर झुटो आश्वासन चुनावमा एन टेन दायाँ भन्छु भने तिमीहरूलाई मार्छु, हेरी आँखा अगाडि मारेर गाड्छु। तिमीहरूलाई मारेर म मर्छु। अब भ्रष्टाचारी हो, इनफ इज इनफ। मेरो दाजुभाइ कतिजना मारेको आएको देशमा?